हेलो गाइस, रुममा जाने बेलामा पानी पर्न लाग्यो। अहिले 7:30 भएको छ। अब 8 बजे रुममा जानुपर्ने। पानीले भुसुकै पार्ने भयो। हेर्नु कस्तो अन्धकार भएर आएको छ। ल हेर्नुहोस् त रातिको भ्यू यता यस्तो छ। माथि यो त पुरा कालो भएर आएको छ। अब भिज्ने भयो रातिको बेलामा। गाह्रो छ के गर्ने। र यो भ्यू चाहिँ खुब मन पऱ्यो यो आकाशको। दामी लाग्यो यो चाहिँ। बहुत मन पऱ्यो आकाशको भ्यू चाहिँ। हेर्नुहोस् त्यहाँ हाम्रोमा साँझ पाखा एकान्तमा भने जस्तै यस्तो दामी भ्यू भएको क्या है। अब हावा चल्न थाल्यो। हावा चल्न थाल्यो। अब हामी पनि अब तयारी गर्नु पर्यो रुममा जानलाई। 12 घन्टा ड्युटी पुरा हुन लाग्यो। हेर्नु जाने रुममा जाने नुहाइ गर्ने फेरि सुत्ने खाना खाने फेरि बिहान उठ्ने चलिरहेछ जिन्दगी नि। ल अनि यस्तै छ हो के गर्ने। यो चाहिँ पर चाहिँ मोटरसाइकल पार्किङ एरिया हो। यो चाहिँ गाडी पार्किङ हो। अनि खुल्ला ठाउँमा काम गर्नुपर्छ है। गर्मीले यस्तो हुन्छ कि लास्टै गर्मी हुन्छ यार। आज त दिनभरि गर्मीले हेटी बल्ला जस्तै भएको छ नि। यो रोड छ नि, यो रोड बहुत तातो बाफले आमामा रुख हुन्छ हौ के गर्ने। गाह्रो छ। ल यही छ है आजको साँझको पाखा। अब रुममा जाँदै गर्दैन भिडियो बनाउने छु। र यो सिन चाहिँ खुब मलाई मन पऱ्यो क्या। यो आकाशको यो बादलहरू क्या। यता अर्को छ अनि यता अर्कै छ। यो ठाउँमा यति डिफ्रेन्ट क्या। हेर्नुहोस् त। है सबैजनाले सब्सक्राइब गरिदिनु होला। धेरै माया गरिदिनु होला है त। यता हेर्न गेट बन्द भएर गाडी थुप्रिराखेको छ। अब मैले के गरौँ। त्यो हाम्रो डिपार्ट परेन के गर्नु। त्यो भनेको पुलिसको ठाउँ हो। पुलिसहरू त्यहाँ कडा सिक्युरिटी गर्छन्। त्यो चाहिँ स्कुल कलेज हो। यहाँ विश्वभरको मान्छे आएर पढ्ने कलेज त्यो पारि छ। अनि चाँडै बन्द गरिदिन्छ क्या यसरी गेट। अनि यहाँ थुप्रिन्छ। कहिले त साह्रो झ्याउ गराउँछ यिनीहरूले पनि। सोध्न आएको गर्छ बताइदिनुपर्छ के गर्नु। सिक्युरिटीको जिन्दगी होइन यस्तो त हुने होइन। सबैजनालाई